Welcome to Alu Golf सबैजनालाई है. Welcome again. I'm Pravesh. Umang and we're back. हाम्रो second vlogमा to talk. Yeah, and we are gonna talk about. Let's talk about random Nepali myth. Myth कस्तो myth हुनाले? जस्तै हुन्छ नि नेपाली मान्छेहरूले अथवा नेपालमा बसेको मान्छेहरूले चाहिँ विदेशमा कोही पनि गएको छ भने चाहिँ उहाँहरूले चाहिँ लाइक कस्तो खालको के सोच्नुहुन्छ टाइपको क्या. Yeah, I think that's a good topic हैन. Like I remember नेपाल गएको बेलामा अथवा यहाँ हुँदाखेरि पनि we get a lot of calls हैन अनि कहिले कुरा गर्नुहुन्छ मलाई यो के हो त्यो के हो यो पठाइदिए त्यो गर्दै हैन. Oh, exactly. I think we need to talk about all those myths and exactly the reality is. Oh yeah, exactly. So you start like first myth हैन. ठिक छ ल. सबभन्दा सुरुमा के हुन सक्छ त भन्दाखेरि चाहिँ लाइक मेरो छोराले अथवा मेरो छोराले त यति पैसा कमाउँछ लाखमा हैन करोडमा. This is a very good one. Especially अब नेपालमा हैन नातागाताहरूले ओ त्यसको छोराले 1 करोड कमाउँछ 2 करोड कमाउँछ 3 करोड कमाउँछ यो त हो नि हैन. एक्ज्याक्टली. फेरि अब यस्तो हो अब कस्तो भइदिन्छ भने नेपालमा यहाँ अब अमेरिकामा डलरमा कमाइन्छ अब नेपालको डलरको भ्यालु एकदम बढ्या छ त्यसलाई राउन्ड अप गरेर क्याल्कुलेट गरेर चाहिँ त्यो खालको हिसाब आउँछ क्या जहिले पनि हैन. तर एक्चुअलमा रियालिटी के हो त तिमी भन्देऊ नि त. यस्तो वास्तवमा 3 करोड कमाएको हो त. अनि 3 करोड नभनौँ हैन 3 करोड भनेको $300,000 हो. इट्स भेरी हाई एन्ड हैन. अब नर्मल यहाँ युएसमा अब एभरेज स्यालेरी अब डिपेन्ड्स अन व्हाट यु आर डुइङ हैन. अब डेन्टिस्टको एउटा होला मेडिकलको एउटा होला अथवा नर्मल काम गर्नेको एउटा होला. त नर्मल सामान्यको इक्जाम्पल लिउँ न एभरेजमा हैन. अब एभरेजमा रेस्टुरेन्टमा काम गर्ने अथवा तिमीलाई अब डिपार्टमेन्ट स्टोरहरूमा काम गर्ने सर्भिस फिल्डमा काम गर्नेहरूको $40,000-50,000 युएसमा हामी छौँ हैन. युएस डलर होला है. एक्ज्याक्टली. अब $40,000-50,000 हुँदाखेरि अब त्यो सिधा कन्भर्ट गर्यो भने नेपालमा 40-50 लाख हो क्या भइहाल्छ नि. 50-60 लाख हैन. 50-60 लाख अझ डिभाइड बाइ 2 गरिदियो भने त 5-6 लाख महिनाको हो त. तर 60,000 कमाएको छ भने ट्याक्स काटेर हातमा आउँदाखेरि कति हुन्छ 35,000 मेबी 35-40 हैन. अनि 40,000 भनेको त लगभग 3,500 या हैन लाइक महिनाको. या 3,500 केही होइन यसमा. एक्ज्याक्टली. एउटा घरको अपार्टमेन्टको रेन्ट इज लाइक 1,500-2,000 हैन. गाडी गर्यो यो गयो खायो पियो घुम्यो गर्दाखेरि त हातमा कति 500 पनि बच्दैन मजाले बच्छ. एकदम गाह्रो हुन्छ. सो यदि नेपालमा कसैलाई लाग्छ लाइक हुन्छ नि यहाँ करोडौँ लाखौँ कमाइरहेछन् भने देयर इज अ क्याच हैन. अब क्याच के भन्दाखेरि यहाँ ट्याक्स तिर्नुपर्छ पैसा कन्भर्जन हुन्छ. अनि अर्को एउटा इक्जाम्पल मलाई गर्न मन लाग्यो कि जस्तै यो पैसाकै कुरा आयो नि त. जस्तै अब यहाँ भनिन्छ नि लाइक ओ सुपर मार्केटमा गयो भने डलरमा कन्भर्ट हुन्छ नि त. ओ यहाँ त $5 परेछ नेपालमा हो त यो त कति 500 कहिले पनि कम्पेयर गर्न सकिँदैन एक्ज्याक्टली हैन. बिकज आई थिङ्क इकोनोमी इज सच यहाँ र उहाँको इकोनोमी त डिफ्रेन्ट हो नि त. एन्ड द भ्यालु अफ द मनी इज डिफ्रेन्ट. द्याट्स हाउ इकोनोमी वर्क्स. यहाँको पैसा लिएर उहाँ गऱ्यो भने त फाइदा हो त. म सुरुमा त्यो गर्थेँ क्या यहाँ जाँदाखेरि होइन. अब सुरुमा आउँदाखेरि पैसा यस्तो गयो किन्नलाई होइन कोक देखो $3 पर्दिने होइन. $3 300 खानु नेपालमा त 50 पाउँछ 60 पाउँछ होइन. कोक मात्रै होइन लाइक ठुलो कुराहरू पनि जस्तै अब क्यामेराकै कुरा गर्ने हो भने पनि मैले सुरुमा किन्दाखेरि $500 किने 500-600 किने हो होइन. त्यो भनेको त 60,000 हो नि त यार नेपालको होइन. अनि ओ माई गड 60,000 राम भन्ने हुन्थ्यो क्या. तर अब त्यही हो कन्भर्सन गर्नु भएन. बट देन अगेन यो भनिसक्दाखेरि यसको मूल आशय के भन्दाखेरि यदि कसैलाई पनि आफन्त अमेरिकामा छ भनेर ओ एउटा आइफोन पठाइदिनु न एउटा म्याक पठाइदिनु न एउटा यो गरिदिनु न एउटा त्यो गरिदिनु न भनेर भनिराख्नु भएको छ भने चाहिँ त्यो चाहिँ अलिकति सोचेर मात्र भन्नु होला. किनकि कहिलेकाहीँ कस्तो हुन्छ भने आफन्तले भनिसक्दाखेरि लगिदिनु न त जस्तो फिल हुन्छ क्या होइन. अनि लगेर गइदिएन भने पनि ला के भन्ने होला होइन. ओहो अब एउटा मान्छे बल्ल भनेको छ लगिदिनु कि जस्तो हुन्छ. तर यहाँनिर त्यो लिएर जाने मान्छेलाई कति अप्ठ्यारो पर्न सक्छ त्यतिले त्यो चाहिँ ख्याल गर्नु. सेकेन्ड मिथ इज मलाई आइफोन पठाइदिनु. ओ या त्यो त फोन ल्याइदिएन त्यो त ब्रो. अब मैले नाम लियो भने होइन मेरो हातमा लाइक 10 बेसी पुग्छ क्या लाइक होइन. साथीहरू होइन रमाइलो उहाँ गरेको सिरियसली भनेन तर भाइ बहिनी अङ्कल रिलेटिभ्स मामा माइजू इट क्यान एनीवन हैन. एक्ज्याक्टली. तर इट्स भेरी इजी टु से के लाइक आइफोन पठाइदिएन हैन. अब जस्तै देखिया हुन्छ नि त आइफोन 16 बोकेको छ आइफोन 15 बोकेको छ यो पनि आइफोन हो. तर there's a Raj in this. Exactly. Raj I think it applies to 90%, 99% people in US. Yeah. तर कसैले पनि क्यास हालेर किन्दैन के. किन्दैन एक्ज्याक्ट. सबै फाइनान्सिङ हो नि. अब हामीले दुईटा आइफोन ल्याएर सुट गरिरहेको छ होइन. अब घरमा अरूको पनि आइफोन छ. इनफ्याक्ट आइफोनै मात्र छ एप्पल नै मात्र छ. तर क्याच के भन्दाखेरि चाहिँ फाइनान्स गरिरहेको हुन्छ किस्तामा तिरिरहेको हुन्छ एभ्री मन्थ.
$70 $60 whatever it is हैन फोनको 40 अनि त्यसपछि नेटवर्कको हुन्छ all that stuff. So basically हामीले फ्रीमा चलाएको होइन महिनाको $40-50 तिरेर किन्न नआएको भए मैले किन्दैन होला नि एक्ज्याक्टली 1000-1500 कसले हाल्ने हाल्दैन नि यो फोन एकबाट $1,000 इज अ लट अफ मनी टु अर्न एक्ज्याक्टली सो आई थिंक दैट्स द वान मिथ कि मैले धेरै ठाउँमा देखेको छु हैन लाइक अब रिक्वेस्ट आउने हैन लाइक म आइफोन ल्याइदे मलाई यो गर्दे मलाई फोन पठाइदे इजिली भन्न सजिलो हुन्छ बट अगेन विदेशमा भएको युएस अस्ट्रेलिया जापान आई थिंक जहाँ भए पनि आई थिंक द सेम थिङ ऑल दिस फोन्स आर इन किस्ता इन्स्टलमेन्ट नो वान इज बाइङ इट मेबी देयर आर फ्यु पिपल हु बाइ इट हैन पैसा पनि होला उसले अब इन्स्टलमेन्ट नकिन्ने भनेको चाहिँ सायद ऊ मात्रै होला क्या जो मान्छेले नेपालमा लगिदिरहेको हुन्छ नि कहिले काहीँ उनीहरूले त अनलक किन्नु पर्यो नि त अनि अनलक किन्दाखेरि इन्स्टलमेन्टमा प्रायः पाउँदैन सो त्यो केसमा चाहिँ फुल पेमेन्ट गरेर पठाउँछन् होइन त्यो पनि एकदम हार्ड हुन्छ है बिचरा उनीहरूलाई अब किनकि इट्स अ लट अफ मनी $1,200 भनेको लट अफ मनी बट आई डोन्ट थिङ्क एनीबडी बाइज द्याट फर लाइक फुल पे द्याट्स द बिगेस्ट सेकेन्ड मिथ अब खास इन्स्टलमेन्टकै कुरा गर्दा गर्दै वी क्यान एड आवर थर्ड मिथ के हो त थर्ड मिथ भन्दै नि त तिमी यसले गाडी चढ्यो यसले त गाडी चढ्छ यसले होन्डा चढायो यसले मर्सिडिज चढ्यो हैन BMW चढ्यो अनि यो तर BMW लाई BMW नभएर BMW भन्छ है फाइदा बाइ द वे BMW हो हैन जस्तै BMW भनेको त जर्मन कार हो नि त हैन सो बेसिकली जर्मनमा प्रोनाउन्सिएसन चाहिँ BMW भन्दो रहेछ फुलमा मैले फुल नेम चाहिँ बिर्सेँ बट त्यसमा चाहिँ खासमा BMW भन्दो रहेछ सो आई थिंक इट्स लाइक Volkswagen हुन्छ कि Volkswagen हुन्छ Volkswagen. Volkswagen. So I think the pronunciation goes in that. Yeah, of course. It's all European cars. So again, coming back to the myth number 3. So again, America, we talk about a गाडी हैन यसले गाडी चढ्छ उसले गाडी चढ्छ नेपालमा त्यो एउटा भाष्य छ नि त एउटा कन्भर्सेसन भइरा हुन्छ हैन बट अगेन आई थिंक अमेरिकामा गाडी चढ्नु इज समथिङ लाइक नेपालमा बाइक चढ्नु या तिमीले अस्तिको उसैमा भनेको कुरा गराएको थियो या इट्स अ नेसेसिटी गाडी भएन भने मोबिलिटी छैन कन्ट्री अफ व्हील्स हैन अनि गाडी किन्न पनि सजिलो छ अब फोन किस्तामा किने जस्तै गाडी पनि किस्तामा किन्ने हो प्राय जस्तो यु पे हैन पुरानो गाडी किनेर तिमीले $3,000-4,000 मा किन्यो भने बेग्लै हो नयाँ गाडी किन्न त आई थिंक यु फाइनान्स इट एन्ड यु डु इट हैन सो आई थिंक दिस इज आवर बिगेस्ट थर्ड मिथ कि मान्छेहरूले अब वी सीट निकलेको हुन्छ नि गाडीको फोटो खिचेर हालिरहेको हुन्छ पिक्चरहरू होइन वाइक एउटा न्यू गाडी होइन एउटा तरिकाले खुसी पनि व्यक्त गरेर मान्छे खुसी पनि हुन्छ होइन गाडी कुदाउन पाउँदाखेरि त मैले पनि गरेको थिएँ अब होइन किन नगर्ने सोच्न यस्तो हुन्छ क्या कस्तो भने नेपालमा बस्दा मैले बाइक पनि चलाएन होइन ब्रो होइन मलाई बाइक चलाउन पनि एक्ज्याक्टली सो स्कुटी चलाइन्थ्यो त्यो पनि आफ्नो थिएन होइन साथीहरूको यसो कहिलेकाहीँ मागेर चलाइन्थ्यो अनि द ओन्ली राइड आई वाज डुइङ बाई माइ सेल्फ र आफ्नै भएको भनेको साइकल थियो क्या होइन 12मा पढ्दा साइकल कुदाएर गइन्थ्यो अनि हरेकले सोध्थ्यो त बाइक किन चलाउँदैनस् भनेर अब मलाई सिक्न पनि फुर्सद भएन भन्दा पनि अब मामा घर जाँदा त थियो बाइक तर सिक्ने रहर पनि भएन जहिले पनि पछाडि बसेर जाने अनि कहिले पनि चलाउँथेँ म के भन्थेँ भन्दाखेरि चाहिँ म सिधै गाडी चलाउने हो भन्थेँ क्या होइन अनि यहाँ आएँ म नोभेम्बर 4मा मैले नोभेम्बर 28मा गाडी हान्थेँ है किनकि मैले 14 दिनमा जब पाएँ होइन जब पाएपछि 8 आयो अनि ल हान्नु त हान्थेँ अनि हामीले पोस्ट गरेको थिएँ क्या फर्स्ट टिम मलाई नेपालमा हुँदाखेरि मान्छेले सबलाई सोध्थ्यो त किन गाडी चलाउँदैनस् त किन बाइक चलाउँदैनस् भनेर म सबैलाई उत्तर दिन्थेँ म गाडी चलाउँछु सिधै भनेर यो मेरो प्रुफ भनेर हाल्दा थियो मैले बट अगेन होइन लाइक नेपालमा मिथ चाहिँ अब लाइक गाडी चलायो भन्दाखेरि चाहिँ इट्स सेम लाइक फोन होइन इन्स्टलमेन्टमा किन्न पाइन्छ हामीले त्यही नै गर्ने हो काम गर्ने हो मन्थली तिर्ने हो होइन मेबी अगेन सेङ द्याट देयर आर अलवेज एक्सेप्सन्स उहाँहरूले पुरै क्यास गरेर पनि तिर्नुहुन्छ अब अगेन आई थिङ्क 99% गएर इन्स्टलमेन्टमै गाडी किनिरहनु भएको हुन्छ एक्ज्याक्टली अनि अब एट्रिब्युट हो तर आई थिङ्क यो चाहिँ एउटा नेसेसिटी हो कि नेपालमा चाहिँ गाडी इज लाइक काइन्ड अफ लग्जरी हो अहिले चाहिँ मेबी अब धेरैवटा चाइनिज गाडी BYDहरू एभ्रिवानको गाडी होइन नेपालमा त गाडी इज बिग डिल तर अहिले आई थिङ्क फाइनेन्सिङ गर्न आई मिन फाइनेन्सिङ पहिले पनि गर्न मिल्थ्यो तर अहिले पनि अझै सहज बनाएको जस्तो लाग्छ मलाई फाइनेन्सिङ किनकि अप्पर मिडल क्लासै हो नि त गाडी मिडल क्लास होइन अप्पर मिडल क्लास हो नि त एक्ज्याक्टली तर अब यहाँ त तिमीलाई होमलेससँग पनि हुनसक्छ गाडी हुनसक्छ होइन बेसिकली लाइक पिपल लिभ इन देयर car because this is a country of wheels हैन अनि अब तिमीलाई भने जस्तै अब है अब इट्स नट आइ एम नट डिरेक्टिङ इट टु एनीवन बट कहिले काहीँ चाहिँ भने द पोस्ट इन फेसबुक लाइक ओ माई ड्रिम केम ट्रु दिस इज समथिङ आई बिन डुइङ अब अलिकति उ लाग्छ क्या लाइक द्याट्स फाइन हैन बट आई थिङ्क दे अन्डरस्टुड इभेन्चुअली अन्डरस्ट्यान्ड कि इट्स जस्ट अ मिन्स के एक्ज्याक्टली तर यस्तो पनि हो अब जस्तै फर इक्जाम्पल मैले जस्तै अहिले मेरो सुबुरु गाडी छ हैन मैले यो नचलाएर अब मैले कपाल अफ इयर्समा ल्याम्बोर्गिनी किने अरे क्या त्यो मेरो अचिभमेन्ट हो क्या द्याट इज अ डिफरेन्ट थिङ एक्ज्याक्टली अब तिमी हामी यो कुरा मिडल क्लास कुरा गरेर त्यहाँबाट आइपुग्यो एक्ज्याक्टली लग्जरीको कुरा हो त्यो इट्स गोइङ टु कस्ट लाइक $250,000 $300 अलमोस्ट त्यो भने त 1% लेभल भयो के मैले अब अस्ति पनि एउटा कुरा मेन्सन गरेको थिएँ जस्तै अब कसैले यास्ट किन्छ हैन कसैले ल म प्राइभेटमा फ्लाइ गर्छु फरारी ल्याम्बोर्गिनी हैन किनेर गर्छ भने ओके आइम लाइक ओके
हि मेरिड भन्ने हो कि तर गाडी इज नर्मल अमेरिकामा गाडी भएन भने मान्छे बाँच्नै सक्दैन नेपालमा जसरी बाइक चाहिन्छ हाम्रो त्यो नेभिगेट गर्नलाई होइन इन्फ्रास्ट्रक्चर त्यस्तै छ त्यसै गरी यहाँ गाडी चाहिन्छ त्यसैले कुनै पनि वाउ वाला कुरा चाहिँ होइन अनलेस द्याट गाडी इज ल्याम्बोर्गिनी or you know I don't know Pagani whatever those होइन that's the thing अर्को मिथ पर म लिस्टै बनाएको छु यार हेरौँ त यार आई थिङ्क अर्को सबभन्दा ठुलो है मैले चाहिँ यो एकदम धेरै ठाउँमा देखिरहेको छु त्यो भनेको चाहिँ सबै नेपालीहरू भाँडा माझ्छन् के घन्टा हान्ने काम होइन अनि अब भाँडा माझ्छन् भनेको छ के भनेको छ मैले धेरै ठाउँमा अब पडकास्टहरूमा पनि बिल्ला बनाएको तरिकाले देखिरहेको छु होइन आई थिङ्क देयर आर टु थिङ्स हियर है छ मान्छेहरूले भाँडा पनि माझिरहेको छ इट्स अ वर्क होइन सुरुमा आउने बित्तिकै स्टार्ट गर्ने बेलामा केही छैन भने त गर्नुपर्छ खानु काम पनि होइन किन भन्दाखेरि नयाँ इन्भाइरोमेन्ट हो होइन एउटा आफ्नो कम्फर्ट जोनबाट बाहिर निक्लेर आएको छ होइन विदेशमा जे भए पनि जो इकसँग पनि रिलेट गर्छ क्या लाइक डिमी नै परेर आएको मान्छेले पनि सुरुमा गएर कुनै न कुनै आफ्नो कम्फर्ट जोनभन्दा बाहिर निस्केर काम गर्नैपर्छ होइन स्टुडेन्टले पनि गर्नैपर्छ सबै कुरा हो अनि तर त्यही मात्र काम गर्ने पनि छैनन् फेरि होइन एउटा फल्स न्यारेटिभ हो जस्तै तिमीले अघि भन्यौ नि अब मान्छेहरू डिफ्रेन्ट तरिकाले डिफ्रेन्ट लेभलमा आउँछ होइन अब स्टुडेन्टहरू आउँदाखेरि दे माइट कम एकाडेमिकली होइन अब अरू पिएचडी गरेर रिसर्चर्स भएर त्यही बाटोमा लागिरहेको हुन्छन् भने कोही अब डिबी पढेर अब कोही अर्को कुनै भिजामा कोही इलिगली पनि आउँछन् होइन अनि यहाँ आएर काम गर्दाखेरि दे स्टार्ट समवेयर कसैले डाइरेक्ट डिपार्टमेन्ट स्टोरमा पाउला भने कसैले अब एउटा रेस्टुरेन्टमा डिसवासर पाउला होइन तर एउटा मिथ चाहिँ के छ भन्दाखेरि एभ्री वान आउट देयर वर्क्स लाइक लो लेभल मात्रै काम गर्छ भन्छ कि द्याट्स रङ तर द्याट्स भेरी रङ होइन आई हेभ सिन नेपाली एन्टरप्रेन्योर्स हियर लाइक मिलियन बिलियन डलर्स इन्डस्ट्रिज एन्ड लाइक होइन गन थ्रु इट अनि अब हामी पनि तिमी पनि डेन्टिस्ट हो होइन कम्पनी है आई थिङ्क इज द बिगेस्ट मिथ कि लाइक कहिले धेरै ठाउँमा देखिरहेको हुन्छ कि घन्टा हान्ने भाँडा माझ्ने होइन त्यसमा केही रङ छैन बट आई थिङ्क द्याट्स अ मिथ के बिकज पिपल आर डुइङ अ लट अफ थिङ्स र आई थिङ्क अमेरिकामा आएर पछि चाहिँ जस्तै नेपालमा जस्तो भएको छ भाँडै माझ्छ यसले घन्टै हाँस्छ भन्नु भन्छ नि होइन यहाँ चाहिँ त्यो एउटा लेबरको रिस्पेक्ट छ नि त आई थिङ्क नो वान इज गोइङ टु होइन लाइक डिमिन यु हियर just because you are working as a dishwasher गफ पनि हुँदैन क्या नेपालमा मात्रै एक्ज्याक्टली यहाँनिर यदि हामी गएर जस्तै अब होइन नि लाइक म्याकडोनल्ड्समा काम गर्ने एउटा मान्छे अथवा डिसवासर होइन अथवा कुनैमा काम गर्ने मान्छे यदि पछि भोलि गएर भेट भयो भने सँगै दे आर नट गोना टक अबाउट जब के दे आर गोना टक अबाउट देयर लाइफ बेसिकली होइन सँगै तिमीले अस्ति भनेर चाहिँ अगेन वी आर रिपिटिङ सो मेनी थिङ्स फ्रम आवर फर्स्ट पडकास्ट बट इट इज भेरी ट्रु लास्टमा गएर सबैजना एउटै रेस्टुरेन्टमा खाना खान्छ फुड पनि एउटै खान्छ दे टक अबाउट लाइफ दे इन्जोय लाइफ दे गो होम एन्ड स्लिप मोस्ट अफ सक्सेस स्टोरिज है लाइक नेपालीहरू जो आउनु भएको छ यहाँ 1990s 2000s दे ओन लट अफ बिजनेस प्रपर्टिज व्हेन दे केम हियर फर द फर्स्ट टाइम दे स्टार्टेड फ्रम लाइक वर्क लाइक दिस एक्ज्याक्टली ग्राउन्ड जिरो दे बिल्ड अप थाहा पाउनु भयो नि त के रहेछ कसरी रहेछ सिस्टम के रहेछ होइन and now they're like multi-millionaires exactly I know नाम त नलिम को but we know होइन people like who owns those businesses exactly those restaurant chains छ या कतिवटा कतिको and they're not like a millionaire right that's the spirit of the country नि त so I think that myth नेपालमा अहिले त घन्टा हान्छ यिनीहरू भाँडा मात्रै मात्र टोयलेट मात्रै सफा गर्छ भन्ने is I think very very wrong होइन like people do work होइन तपाईँले काम त गर्नु पर्यो but the way it is being portrayed मैले यो अरू कता कता देखिरहेको हुन्छ पडकास्टहरू पनि यस्तो कुराहरू भइरहेको हुन्छ होइन बट आई थिङ्क दिस इज फल्स न्यारेटिभ भन्छु तिमीले घन्टा हान्यौ मैले हान्नु परेन यार इभेन्चुअली बनाइ के मैले त हाने यार हान्यो मस्त हाने मैले त मैले चाहिँ डेन्टल सेसन पनि घन्टा हान्ने जब हुँदा आवरमा पे गर्छ होइन तर भाडा पनि माझिन्छ कहिले काहीँ भाडा माझ्ने भनेको चाहिँ लाइक स्टरलाइजेसन गर्नको लागि यस्तो उ त गरिँदैन तर इक्विपमेन्टहरू लाइक स्टरलाइजेसनमा राख्ने हो माझे त माझ्दैन त पर्दैन बट घन्टा काम नै भनौँ न गरियो होइन आवरली त हो नि अब अहिले पनि यहाँ पनि अब एज अ कन्सल्टेन्ट एज अ लयर काम गर्छ आवरली काम हो आई थिङ्क यस्तो पनि होला कि लाइक जस्तै मान्छेले घन्टा काम हान्छ भनेर चाहिँ जुन एउटा तल्लो लेभलमा हेर्छ नि त्यो भनेको सायद आवरली रेटमा पनि फरक पर्छ अब जस्तै यहाँ मोस्ट अफ द टाइम मान्छेहरूलाई आवरली नै पे गर्ने होइन अब त कहाँनिर गएर चाहिँ घन्टा हान्ने कामलाई चाहिँ हामीले तल्लो भन्ने होइन किनकि तिमीले पनि घन्टा नै हानेर अहिले पनि मैले पनि घन्टा नै हानेर ओन्ली डिफरेन्स इज हाम्रो स्केल अलिकति बढी छ अनि लो स्केल छ होइन त्यही भएर त्यो एउटा डिमार्केसन पोइन्ट चाहिँ के हो भन्दाखेरि सायद होइन मेबी लाइक 30 पर आवर भन्दा कम बनाउने मान्छेलाई चाहिँ अलिकति नराम्रो तरिकाले हेरिदिने हो कि नेपाली मान्छेहरूले भन्ने कुरा पनि हो अब आई थिङ्क पिपल लाइक टु वर्क ओभर टाइम होइन अब देयर लट अफ पिपल लट अफ प्रायोरिटिज होइन लट अफ रिक्वायरमेन्ट हुन्छ नि त लाइफमा होइन अनि मैले जाने बुझेको चाहिँ है अब मान्छेहरू अब ग्यास स्टेसनमा यो उहाँ होइन ओभर टाइम गर्दाखेरि अब लेट नाइट हुन्छ होइन अनि इभेन्चुली दे आर घन्टा हानिरहेको छ बट तर नेगेटिभ डिरोगेटिभ भयो नि त एउटा कुरा थाहा तिमीलाई जो पनि मान्छेले पहिले नै आएर यहाँ ग्यास स्टेसनमा काम गरेको छ नि
तिनीहरू फ्युचरमा अनर भएको छ कि ग्यास स्टेसनको चेन छ क्या उनीहरूको होइन. आई थिङ्क इट्स जस्ट अबाउट लर्निङ थिङ्स फ्रम द्याट पर्टिकुलर बिजनेस अबाउट द्याट अनि त्यसपछि जस्ट ग्रोइङ अप एन्ड बिङ अ मिलियनियर होइन. मिलियनियर छ नि. सो या द्याट्स वान थिङ आई थिङ्क. म के पनि भन्छु भने यसमा चाहिँ एड यदि तपाईँलाई लाग्छ कि सब मान्छेले घन्टा हानिरहेको छ भने भोलिदेखि आइफोन मगाउन छोड्नुहोस् बिकज दे आर नट मेकिङ मनी इफ दे आर डुइङ घन्टा. ओके एनिवेज ओके ल हामी फोर्थमा थियौँ होइन. अब फिफ्थमा मलाई एउटा खतरा याद आयो क्या तिमीले यहाँ पढेको. विदेशमा आएपछि यो चाहिँ स्पेसली फिमेललाई पर्टेन गर्छ होइन. विदेशमा गएपछि त्यही मान्छेले छोटो कपडा लाउनु थालेछ होइन. बिचमा गएछ बिकिनी लाउनु थालेछ. ओ माइ गॉड सरम पचेर लाज पचाएर बिग्रिसे केटी त बिग्रिसे खत्तमै भएछ भनेर चाहिँ भन्छन् होइन. कतिजनाले मान्छेले के पनि गर्छ भने ट्याटु पनि हानेर हुन्छ होइन. उसले ट्याटु हान्छ ट्यापै भएछ पनि भन्छन् होइन. त्यसमा तिमी के भन्छौ? यस्तो आई फिल लाइक अब यहाँ चाहिँ अब 2-3वटा आई थिङ्क देयर लेयर अफ थिङ्स के. अब पहिलो कुरा त नेपाल यो मान्छेको खाली लेयर अफ थिङ्स हुन्छ है. लक्षणा कुरा डाइसेक्ट द थिङ्स. नेपाल त कन्जर्भेटिभ सोसाइटी हो नि. वी नो द्याट होइन. इट्स अ भेरी कन्जर्भेटिभ सोसाइटी. अनि एउटा कन्जर्भेटिभ सोसाइटीमा चाहिँ जहिले पनि इफ यु गो अगेन्स्ट द नर्म्स द्याट्स अ रिभेल के. एक्ज्याक्टली. जस्तै अब नेपालमा अहिले गएर पनि अब अहिलेको त जेनेरेसन्स होइन स्पेसली सहर काठमाडौँहरूतिर त अलिकति ओपन भइरहेको छ. तर इभेन काठमाडौँमै पनि भनौँ न लाइक स्टिल देयर आर जेनेरेसन्स हु आर भेरी कन्स्ट्रिक्टेड कन्जर्भेटिभको सोच नै छ नि त. सो इभेन्चुअली वेन मान्छेहरू त्यहाँबाट यहाँ आउनुहुन्छ यहाँ त डिफ्रेन्ट छ. रियली नो वान केयर्स तिमी होइन तिम्रो कास्ट के हो तिम्रो कलर के हो तिमी काम के गर्छौ. नो वान केयर्स के. एभ्रीवान इज हियर इन दिस ल्यान्ड अफ अपर्च्युनिटी टु मेक मनी एन्ड ग्रो इन लाइफ होइन. यहाँ आएपछि आई थिङ्क वान थिङ द्याट यु अन्डरस्ट्यान्ड इज द ट्रु टेस्ट अफ फ्रिडम. Exactly. I think you पनि हो. The true taste of freedom is basically no one judges you. You can do the things you like. होइन. There is no any gossiping. Gossiping त भइरा होला. Gossiping त हुन्छ होइन. But no one is going to stop you like it's happening in Nepal होइन. अनि यहाँ पछि आफ्नो अब यहाँको सोसाइटीमा ढल्न थालिन्छ नि त. जस्तै अब इक्जाम्पल दिउँ न. अब नेपालमा कुर्ता सुरुवाल प्यान्टै मात्रै लाउने छ. यु आर लिभिङ इन द सिटी एन्ड तिम्रो साथीहरू भेट्छौ बाहिर हिँड्छौ अथवा यु स्टार्ट सिइङ देम इन लेगिङ्स लाइक छोटो कपडा यु स्टार्ट फलोइङ यु ब्लेन्ड इन के. त्यो नर्मल नेचुरल तरिकाले गइरहेको हुन्छ होइन. अथवा अब तिमी अब गयो अरे कुनै बिचमै गयो अरे होइन त जस्ट रिल्याक्सिङ यु ब्लेन्डिङ इट होइन. अब कुरा के भने बिचमा गएर साडी लाउनु त भएन नि त ब्रो होइन. बिचमा गएर फुल सुट लगाएर जाने पनि कुरा भएन होइन. अनि अर्को कुरा के भन्छ भने आई थिङ्क यु हेभ टु बी रोमन इफ यु आर इन रोम क्या. बेसिकली त्यही हो क्या होइन. अब जहाँको चाल चलन छ त्यही अनुसार जो मान्छेले गरिरहेछ इज इन्जोइङ हिज पार्ट अफ फ्रिडम होइन. उसलाई गर्न मन छ तर के भइदियो भन्दाखेरि उसको ब्यागेज त नेपालमै छ नि त होइन. लुकिङ इन द सोसल मिडिया त सोसल मिडिया फोन गल्फ कार एक कानबाट दुई कान होइन. दे आर द सेम पिपल. उहाँहरूको मेन्टालिटी चेन्ज भएको छैन नि त. उहाँ पस्दैन क्या. कन्जर्भेटिभ सोसाइटी भनेकै यही हो. उहाँलाई पस्दैन हेर. अब है अब देयर इज वान थिङ हियर एज वेल. अब इट्स अ भेरी कन्ट्रोभर्सियल थिङ होइन. फ्रिडम छ भन्दैमा do you want to do it? Do you want to show it to the world? I just want to enjoy it. होइन. I think एउटा ब्यालेन्स चाहिँ राख्नुपर्छ जस्तो लाग्छ मेरो पर्सपेक्टिभमा. आई माइट बी रङ होइन. त्यो ब्यालेन्स चाहिँ किन राख्नुपर्छ भन्दाखेरि ल अब तिम्रो 10जना साथीहरू छ होइन. 10 साथीहरूलाई पुरै पस्दैन भने जस्ट वान्ट टु जस्ट गो एन्ड लाइक के अरे त्यहाँ गएर देखाउने त होइन नि त होइन. लाइक के कुरा लाइक के कुरामा चाहिँ जस्तै एक्जाम्पल फ्रिडम एक्सरसाइज गर्ने कुरामा एक्सरसाइज तिमी हैन द्याट इज ट्रु अल्सो बट देन अगेन एक्जाम्पल लिम न. जस्तै अब तिमी ओके यु आर इन्जोइङ होइन. अब तिम्रो फेसबुकमा तिम्रो 10 वटा साथी छ. एउटा तिम्रो सासू एउटा तिम्रो मम्मी एउटा तिम्रो अर्कोको सासूको आमा छ अरे होइन. एभ्रीवन इज सुपर कन्जर्भेटिभ अगेन होइन. एन्ड देन अब यु आर लाइक पोस्टिङ डिरेक्टली एकैबाट बिकिनीको आयो भने त इट्स अ बिग सक नि. त्यो त बिग सकै हुन्छ. आई थिङ्क अब अगेन सेइङ द्याट आई माइट बी रङ है. किनभने अगेन देयर इज अ टु के अरे आर्गुमेन्ट छ नि त. आइ एम इन्जोइङ माई फ्रिडम बट वाइ आर यु सोइङ इट द अडियन्स हु डजन्ट एप्रिसिएट इट. अनि यस्तो पनि हुन्छ कस्तो तिमीले भने जस्तै लाइक यदि कोही मान्छेले त्यो कल्चरलाई नै काटेर चाहिँ केही काम गरिरहेको छ भने होइन लाइक अघि भने जस्तै दे आर कन्सिडर रेबल होइन. अनि रेबल युजली वान्ट्स टु डु समथिङ द्याट्स भेरी सकिङ टु एभ्रीबडी होइन. तर अब तिमीले भने जस्तै वी हेभ टु बी माइन्डफुल अगेन बिकज के पनि हुन्छ एउटा कुरा भन्दाखेरि चाहिँ इट्स नट इट मेबी यो कुरा रिलेट गर्दैन होला यो कपडा लाउनेसँग. बट देन के हुन्छ भने यदि इफ यु आर एक्सर्साइजिङ योर फ्रिडम अफ राइट अफ एनिथिङ you also have to make sure that or keep in mind that अरूको पनि फ्रिडम अफ राइट केही छ होइन. अनि उनीहरूको पनि फ्रिडम त्यो चाहिँ हनन नहोस् भन्ने कुरा चाहिँ आफूले पनि सोच्नुपर्छ. या मेबी यो कुरा कपडा लगाउनेमा पर्टेन गर्दैन होला बट देन अगेन यु नो देयर आर थिङ्स द्याट यु वान्ट टु डु बट देन त्यो कुरा यदि कसैलाई असर पारिरहेछ भने चाहिँ यु वान्ट लिमिट योरसेल्फ अलिकति होइन. अनि अब इट्स अ भेरी न्यारो आई थिङ्क रोड अफ कन्भर्सेसनै भन्नु पर्ला. किन भन्दाखेरि एज आई सेड अर्को मान्छे त इज एक्सर्साइजिङ हिज फ्रिडम नि त. फेरि अमेरिकन फ्रिडम अफ स्पिच होइन.
फ्रिडम अफ वाट यु वान्ट टु बी सबै कुरा त यो देशले नि दिएको छ नि त तर when you are coming from that baggage I think the balance चाहिँ गर्न सिक्नुपर्छ के त्यो ब्यागेज निकाल्नको लागि टाइम लाग्छ अनि सो जस्ट गिभ देम सम टाइम but again I think that's the biggest myth मैले सुनिरा हुन्छु हाम्रो अरु के छ अर्को ल सिम्पल वान मैले एकदम देखेको भन्दाखेरि यो चाहिँ हैन त्यो मैले सुनेको पनि हो के साग भन्दा मासु सस्तो मैले सुनेको मासु मात्रै खान्छन् यिनीहरु पिज्जा सिजा मात्रै खान्छन् बर्गर मात्रै खान्छन् हैन इभन व्हेन we went go घरमा त्यो कुरा पनि त्यस्तै खालको कन्सिडर हुन्छ के इट्स रङ exactly completely wrong हैन like we eat everything yeah in fact हैन मासु खाने कारण भनेको मासु मन पर्छ खाने हो इजिली अवेलेबल छ एक्सेसिबल छ खाइन्छ हैन त्यो भएको अनि सस्तो पनि पर्छ हैन लाइक कम्पेरिजन गर्दाखेरि त्यस्तो कम्पेरिजनको कुरा छैन हैन तर आई मिन जे आफुलाई मन लाग्छ त्यही खाने हो नि इट्स नट अबाउट कुन चाहिँ बढी पर्छ कुन चाहिँ सस्तो पर्छ आई थिंक वी हैव टु लुक एट नेपालको सिचुएसनमा के नेपालमा मासु इज अ बिग थिङ हैन अघिको जस्तो लग्जरी हो नि त लाइक यु इट फर मेबी वन्स वन वीक हैन अनि उता उता खाइरा हुन्छ भनेर भन्छ हैन तर अमेरिका आएपछि मान्छेले मासु मात्रै खान्छ सागपात चाहिँ खाँदैन टोटली रङ के इट्स योर चोइस हैन किनभने सागपात त पाइरा हुन्छ नि एन्ड यु क्यान इभन अफोर्ड इट हैन तर तिमीले अघि भने जस्तै यु लभ टु इट मासु के बुझ्यौ नि ओ मासु खाइदिउँ भन्ने हुन्छ हैन तर saying that we also eat vegetables के हामी साग पनि खान्छ हामी भिन्डी पनि खान्छ हामी करेला पनि खान्छ हामी बैगुन पनि खान्छ all the time we eat everything हैन आलु पनि खाइन्छ तर अर्को एउटा एक्जाम्पल चाहिँ के दिम भन्दाखेरि हामी यहाँ आएर नेपाली फुड मात्र चाहिँ खादैन के भन न तिमी हप्तामा you are eating Vietnamese food, you are eating other food, you are eating other food हैन we're exploring things exactly त्यही अब त्यही हैन रमाइलो भनेको त्यही हो कि जस्तै अब्रोडमा गएको छ अमेरिकामा आएको छ भनेको अमेरिका इज अ ल्यान्ड अफ इमिग्रेन्ट्स के बेसिकली हैन यहाँनिर कति धेरै कल्चरहरू मिक्स म्याक्स भएको छ इट्स सच अ ह्युज डाइभर्सिटीको कुरा हैन नेपालमा त डाइभर्सिटी भन्छ नि हामी नेपाली भित्रको डाइभर्सिटी हो त्यो हैन इन्टरनेसनल डाइभर्सिटी हैन नि त नेपालको डाइभर्सिटी हैन बाहुन क्षेत्री राई लिम्बू मगर नेवारहरू छन् द्याट्स इन्टरनल डाइभर्सिटी तर इन्टरनेसनल डाइभर्सिटी भनेको चाहिँ युएसमा एक्चुअली एक्सपिरियन्स गरिन्छ अनि इफ यु आर इन द युएस देन वाइ जस्ट लिमिट आवरसेल्फ टु एउटा फुड यस नेपाली फुड इज अ कम्फर्ट फुड आई अलवेज लाइक टु इट दाल भात एटलिस्ट एकचोटि दिनको होइन अथवा एक हप्तामा 3-4 खान मन लाग्छ तर ह्याभिङ सेड द्याट वी आर नट जस्ट रेस्ट्रिक्टेड टु द्याट पोर्सन एभ्रिथिङ इज इजिली अभाइलेबल होइन मलाई भियतनामिज खान मन लाग्यो म खाइदिन्छु अस्ति म गएर बुल्गेरियन खाइदिएँ मन परेन तर खान ट्राई गर्न मन लाग्यो खाइदिएँ होइन सो दोस काइन्ड अफ स्टफ सबै कुरा खाइरहेको हुन्छ बट आई थिङ्क वी आर मोर अप्सन्स हियर होइन सो मासु मात्रै खाने होइन क्या आई थिङ्क द्याट्स अ रङ न्यारेटिभ कि यिनीहरू चाहिँ धेरै मासु खान्छ सस्तो पाउँछ यो गर्छ होइन अब हामीले बारीमा पनि सागहरू लगाएर हुन्छ एक्ज्याक्टली एसियन मार्ट्स गार्डनिङ गरेर हुन्छ मार्ट्स वेयर यु क्यान 12 महिना नेपालमा पाउने तरकारी पनि पाउँछ होइन विच वी इट पनि तर आई थिङ्क मैले धेरै सुनेको छु क्या तिम्रो पिज्जा बर्गर यो खान्छ एकदम गर्छ भन्छ आई थिङ्क इट्स अ कम्प्लिट रङ न्यारेटिभ आई थिङ्क वी ट्राई टु मेक आवर होइन फुड ब्यालेन्स एन्ड सबै कुरा फुडहरू चाहिँ खाइरहेको हुन्छ कि सो जस्ट वान्ट टु मेक द्याट क्लियर होइन तपाईँले हेरिराख्नु भएको छ भने अर्को एउटा मिथ भनेको चाहिँ है अब आई थिङ्क मान्छेहरूले नेपालमा हुने मान्छेहरूले तिमीलाई विदेशमा भएको मान्छेहरू त राम्रो लाइफ देख्छ नि त होइन दे जस्ट सी यु लाइक ड्राइभिङ गोइङ समवेयर अर लाइक ठुलो ठुलो फिलाहरू बारबेक्यू गरेको अथवा ड्रिङ्क्सहरू चियर्स गरेको पार्टी गरेको नाचेको कामै गर्दैन कि क्या हो होइन लाइक त पार्टी मात्रै फलिरहेको हुन्छ कि भनेर होइन सो गाइज द्याट्स अ भ्रम किन भन्दाखेरि चाहिँ people work their ass off के यहाँ party hard but and then pay party hard yes यहाँनिर एक्चुअलमा के मलाई के भएको फिल भएको थियो भन्दाखेरि ब्रो सुरुमा आउँदाखेरि होइन डेन्टल असिस्टेन्टको जब पाएँ होइन 5 दिन काम गर्थेँ नि त मन्डे टु फ्राइडे एक्चुअलमा विकेन्ड के हो भनेर फिल भएको थियो क्या फर्स्ट टाइम नेपालमा आई वाज लाइक विकेन्ड न सिकेन्ड होइन हु केयर्स इट वाज जस्ट अ रेगुलर डे एक्ज्याक्टली बाइक मौसमलाई च्यालेन्ज गरिदियो होइन ओ आज यो माहौल छ ओ आज यो खुसीको खबर छ ओ आज दुःखको खबर छ ओ आज गर्लफ्रेन्डले ब्रेकअप छोडिदियो होइन ओ आज पास भयो यार होइन त्यसरी गइन्थ्यो तर यहाँनिर एक्चुअल विकएन्डको भ्याल्यु के हो भनेर चाहिँ यहाँनिर आएपछि थाहा हुन्छ बिकज वी अल वर्क आवर एस अफ 5 दिन चाहिँ 5 दिन काम गर्छ एक्ज्याक्टली अब आई थिङ्क है अब कमिङ ब्याक टु पार्टी हार्डमा अघि हामीले भन्यौँ होइन काम गर्छौँ आई थिङ्क यो एज साउन्ड पनि चेन्ज हुँदै हुँदै जाँदो रहेछ कि जस्तै अब आई थिङ्क वेन युआर देयर ब्याचलर्स मास्टर्स पढिरहेको बेलामा होइन लाइक अनि यो जब स्टार्टिङ जब यो नयाँ ग्रुप हुँदा ए पार्टी गर्ने रक्सी खाने हुन्छ भने म बुढो त होइन होइन आइम 30+ बट नाउ फर मी द पार्टी राइट नाउ इन द विकेन्ड इज कम ब्याक टु होम होइन बी विथ माई डग माई वाइफ होइन कुक समथिङ नाइस have something fancy on like Netflix, have a cup of wine, you know, relax in our zone. Well, like few weeks, like we pulled us and go in that direction. I know. Tara, maybe we also post sometimes pictures of wine, Netflix, food, wow, what they are doing on him. Tara,
to reach there the past week days हामीले काम गरेको हुन्छ कि हैन whatever field we are in तिमी त गर्दैन यार तिमी त वर्क फ्रम होम छ तिमीलाई आनन्द छ यार तिमीलाई चिज छ यार but still I'm trying to say everybody is that everyone is working in some capacity mentality हो mentality मा हुन्छ but again I think no not everyone is partying like hard हैन the photo हप्तामा एकपल्ट आउँछ ह्यापी मुडमा आउँछ तर the 5 days चाहिँ सबैले काम नै गरिरहेको हुन्छ exactly no that's the biggest myth out here के त्यसै भन्नु पर्छ I think that's all right. We pretty much covered everything. We had a good conversation. So yeah, we'll keep on coming back. Our second episode, we're learning. We're trying to bring contents. Yeah, that's interesting to you. Yeah, maybe our quality पनि यसपालि राम्रो हुन्छ होला because अगाडिको क्वालिटीमा अलिकति चेन्जेस भएको थियो कलर्समा. Hopefully this time I'll be able to make it a little nicer. If you happen to watch our video, please like it, love it, share it, subscribe it. Damn, अरू भने जस्तो भन्न थाल्नु पर्यो. Leave a comment. Content creator. Leave a comment. के मिल्यो के मिलेन. हामी यसो आलु गफ हैन बोल्दा बोल्दै हामी काका पुग्छौं. But again, we try to bring what's happening हैन एकदम fresh and raw. That's our goal. Yeah, exactly. Okay. Alright guys, again signing off from Alubog. Umang is there, Provis is here. Okay, bye guys. See ya, bye.